यो साथीहरु ट्याक्क हामी अहिले सेल्फी डाँडा पुगेछौं हैन। आज चाहिँ यो वेदर लास्टै क्लियर छ क्या, फोकसै भएन। यस वेदर चाहिँ लास्ट क्लियर छ आज। बाहिर दामी देखेको छ के, त्यही हरियो हैन, राम्रो देखेको छ। त्यही भएर आज चाहिँ हामी लाखुरी भन्ज्याङ जाँदैछौँ हैन। लाखुरी भन्ज्याङ भन्दा नि मनमोहन पार्क भनौँ न, त्यहीँनिर सँगैको एउटा पार्क छ क्या, त्यहाँनिर जाँदैछौँ हैन। माथिबाट कस्तो भ्यू देखिन्छ त्यो अब पुगेपछि नै थाहा हुन्छ। अहिले चाहिँ अब बाटोको चाहिँ अगाडि थोरै यो ड्राइभिङवाला क्लिप्स हालिदिएको छु हैन। यो बिचतिर आउँछ होला। अब यो फर्दर हामी बाटोमा जाँदै गरेको रमाइलो हैन, त्यो नि आउँदै गर्छ। त्यतिको लागि अहिले चाहिँ यहाँ ठ्याक्क दिदीले यहाँ हल्का खाजा नास्ताको व्यवस्था हान्दैछ हैन। त्यही अब यहाँ बनेसी अब टक्क हामी माथि जान्छौँ। माथि गएपछि त्यहीँ खान्छौँ, के खान्छौँ अथवा काరైमा खान्छौँ त्यो चाहिँ फिक्स थाहा भएन। गाडीहरूले कस्तो दामी गइरहेको, त्यस दामी देखिया छ हैन। बाहिर पनि यहाँ BYD रहेछ एउटा दामी देखिया छ। त्यही हो, अब माथि पुगेर हामी नयाँ अब नेक्स्ट क्लिपमा आउँछौँ है त। ल साथीहरु यो चाहिँ स्याफाले हो, यो चाहिँ ससेज हो, यो पनि स्याफाले हो हैन। आलु पनि छ भित्र, सबको व्यवस्था छ। स्याफाले चाहिँ अब यस्तो हैन ट्याक्क अब अचारमा पिरो छ, अचार देन खा, पिरोमा चट्ट यसरी स्वाद छ क्या फेरि स्याफाले। स्याफाले भोलि बिदा हो भएन त, ठिक छ अब होइन। अब बिहान यो भ्लग हेर्दै हुनुहुन्छ भने अलिक डा लाग्दै होला, ठिकै छ। त्यही हो, हामी चाहिँ हल्का अब लिँदैछौँ होइन। त्यही हो, अब हामी जाँदैछौँ, पुगेर ट्याक्क म खिचिहाल्छु होइन। त्यही हो अहिलेलाई स्याफाले। साथीहरू यहाँ चाहिँ हाम्रो व्यवस्था हुँदैछ ससेज, त्यही हो है। अब म चाहिँ खानातर्फ लाग्छु, तपाईँहरू हेर्नतर्फ लाग्नु होला। त्यस्तै छ हाम्रो प्रस्तुति। यहाँ चाहिँ कस्तो क्वालिटी भएन क्या, जस क्वालिटी डजन्ट गिभ अ ड्याम। हाम्रो स्वाद लिदिनु पर्छ। ड्याम क्या ए कस्तो दामी आयो अहिले। वाउ हेलो ए होइन यो टिगोर हो। नाम त एकदम कण्ठ भइसक्यो। यो साथीहरू हामी भन्दा भन्दै गोदावरी पुगिसक्यौँ। अघि लाखुरी पुग्छु भनेर चाहिँ अब गोदावरी पुगिसक्यौँ होइन। बोटा यो चाहिँ त्यही हो कुण्ड भनौँ। अगाडि चाहिँ मन्दिर छ, अनि यहाँ चाहिँ उहरू के अरे स्टोन स्पाउटहरू होइन, विथ क्लिन वाटर टाइप सेट त्यस्तो रहेछ। अनि त्यसपछि बोटानिकल गार्डन चाहिँ हाम्रो अगाडि नै गइसक्यो। बोटानिकल गार्डन खिचोलेर हामी आयौँ। साथीहरू हामी के हो गोदावरी के हो कुण्ड, गोदावरी कुण्डमा आइसक्यौँ। भित्र चाहिँ एउटा एक्वेरियम जस्तो छ होइन। त्यहाँ चाहिँ भ्यू चाहिँ दामी छ, तर त्यहाँ भिडियोहरू चाहिँ खिच्न नदिने रहेछ। त्यही भएर क्यामेरा खोलिनँ मैले। ठ्याक्क उता पार्क गरेर अघि त्यहाँ त्यो के अरे के भन्छ त्यसलाई, त्यो स्टोन स्पाउट, त्यहाँ पनि हिँडेर अलि माथि छ होइन। यहाँ चाहिँ हिडन जेम नै भनौँ। गोदावरी कुण्ड मूलको पानी रहेछ, यो चाहिँ नेचुरल वाटर होइन, डाँडा काँडाबाट रसाएर आउने। त्यही भएर प्लास्टिक क्लियर छ पानी चाहिँ, हल्का फोहोर गरे नि बगेर गइहाल्ने क्या। कस्तो दामी देख्यो यहाँबाट चाहिँ देखेको छैन होइन, तर जोस् दामी छ यो ठाउँ चाहिँ। चिल भाइब होइन। फेरि लास्टै तनाव लाग्छ भने तपाईँ यहाँ आउन सक्नुहुन्छ। रिल्याक्स, डिप्रेसन फ्री लाइफ कल देखा छैन। डिप्रेसनमा छन् नि त मान्छेहरू। एकदम यहाँ आएर एकदम तपस्या गर्न नि पाइयो क्या। टक्क पोलिटिक्स नै
व्यवस्था गर्ने आफ्नो आफ्नो। त्यही पानी चाहिँ राम्रो आइरहेको जोस्। ल त्यही हो, अब सर्ट भिडियोहरू आइ नै रहन्छ। मेरो भ्लग चाहिँ लगभग यति नै हुन्छ होला। लास्टमा 1-2वटा क्लिप हालिदिन सक्छु लास्टमा चाहिँ, योभन्दा बढी चाहिँ हुँदैन। साथीहरू अब हामी घरतर्फ जाँदैछौँ होइन। अब ट्याक्क अब आधी 1 घन्टामा घर पुगिहाल्छ मलाई। गोदावरी सोदावरी भिजिट पनि गरियो। म चाहिँ धेरै नै पछि आयो, लगभग 10-12 वर्षै भइसकेको थियो होइन। राम्रो रहेछ। अब साफसफाइ त त्यस्तै हो, अलिअलि डेभलपमेन्ट भन्ने कुरा चाहिँ थोरै हो कि भने जस्तो भए रहेछ। त्यही हो रिभ्यू मेरो चाहिँ अहिलेलाई, त्यही नै हो। बाई बाई साथीहरू, म लागेँ आफ्नो बाटो।